सेतो साडी। रामेछापको डाँडामा एउटा सानो घर थियो। त्यहाँ बुढी आमा एक्लै बस्ने गर्थिन्। गाउँलेहरू भन्थे त्यो घरको वरिपरि राति सेतो साडी लगाएकी एउटी केटी घुम्छे। कसैले पनि त्यस डाँडातिर राति जाने आँट गर्दैनथ्यो। तर एक दिन सहरबाट आएको एक युवक अर्जुन त्यो गाउँमा रिसर्चको लागि आयो। उसले गाउँलेहरूको कुरा सुनेर विश्वास गरेन। उसले भन्यो त्यो त केवल अफवाह हो। अर्जुनले रातको 12 बजे उही डाँडातिर जाने तय गर्यो। हातमा टर्च लिएर उकालो लाग्यो। सबै चुपचाप थिए। एक्कासी हावाले सुसाउने आवाज आयो अनि देखियो एकजना केटी सेतो साडीमा ढाड फर्काएर उभिएकी। अर्जुनले भन्यो, को हो त्यहाँ? केटी बिस्तारै फर्किन थाली। उसको अनुहार थियो एकदम खाली कालो धर्सा मात्र। टर्च बत्ती निभ्यो। चारैतिर अँध्यारो अनि सुनियो, तिमीले मलाई बोलायौ, अब फर्कन पाउँदैनौ। अर्जुन कहिले फिर्ता आएन। आज पनि त्यो डाँडामा सेतो साडी लगाएकी केटी उभिएको देखिन्छ र उसको छेउमा अर्को मान्छे जसको अनुहार छ। यदि तपाईहरू यसको पार्ट 2 चाहनुहुन्छ भने कमेन्टमा कमेन्ट गर्नुहोला पार्ट 2 भनेर। थ्याङ्क यू फर वाचिङ।